300 दिराम निकालिसके साथी हो जुङ्गै छैन त यार खै अलिअलि आउँछ हो। फाइनली मेरो चाहिँ सेलरी आएछ। तपाईहरुले केही कुराहरु नोटिस गर्नुभयो होला। नेपाली पैसा 108 रुपैयाँ। हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म एकदमै खुसी छु है। अनि आज चाहिँ मेरो सेलरी आउँदैछ। लगभग अहिले 8 बज्यो खुलिसक्यो होला अफिस त। तर कति बजे हाल्दिन्छ भनेदेखि चाहिँ अब 10-11 बजेतिर हाल्दिनु हुन्छ होला। 9 बजेदेखि 10 बजेसम्म चाहिँ मिटिङ हुन्छ। 10 बजेदेखि 11 बजेसम्म चाहिँ अब सेलरीको प्रोसेस अब हाल्दिने कार्यक्रम हुन्छ। सेलरी सायद दिउँसोतिर आउँछ होला। दिउँसो 11-12 बजेतिर कतिखेर आउँछ। अनि म चाहिँ तपाईहरुले यो भिडियो मार्फत चाहिँ सेलरी कति आउँछ, केबाट निकाल्ने, केमा आउँछ, कसरी पठाउन सकिन्छ, केबाट पठाउन सकिन्छ, यहाँको पैसा कति छ हैन, सबै कुरा यही भ्लग मार्फत तपाईहरुलाई दिदै छु। अनि अहिले चाहिँ म लुगा धुन आएको थिएँ। म चाहिँ यहाँ लुगा सुकाउँदै अनि भ्लग पनि स्टार्ट गरे। माथिबाट चाहिँ अब नाइट ड्युटी गरेर सुत्ने दाइहरु हुनुहुन्छ। यो भिडियो मार्फत चाहिँ तपाईहरुलाई क्लिनर कामको सेलरी कति छ भनेर चाहिँ म तपाईहरुलाई बताउन गइरहेको छु। आयो भेटिदिनु हुन्छ होला। सबैले माया गरिदिनु, माया देखाइदिनु, सपोर्ट गरिदिनु है। यो महिना चाहिँ मैले काम पनि गरेको छैन। काम नगरे पनि अब बिरामी भएर सिक लिभ थियो। सिक लिभबाट चाहिँ अब हाजिर लाग्छ भनेको छ। हाजिर त्यसपछि सेलरी आउँछ भनेको छ। 1 महिना गएन म ड्युटी, त्यसको पनि सेलरी चाहिँ आउँछ भनेको चाहिँ हेरौँ आउँछ होला। आउँछ के आउँछ। बिहान धुको कपडा सुकिसक्यो यार। सेलरी आज किन यस्तो ढिलो गरिरहेछ कि हतार भइसक्यो यार। घर पनि पठाउनु पर्ने थियो। अस्तिको महिना पनि पठाएन, पठाउनै पाएन। अब यताउता कताउता खर्च भइहाल्यो यार। अहिले अब 100 दिराम जति होला मसित एकचोटि पठाउँ भनेर राखेको। घरतिर पनि लास्ट समस्या छ यार यतिखेर। ल गाइस फाइनली मेरो चाहिँ सेलरी आएछ। अनि अब चाहिँ म सेलरी निकाल्न जाँदैछु। सेलरी निकाल्न जाँदा चाहिँ धेरै टाढा जानु पर्दैन। हाम्रो चाहिँ क्याम्प भित्रै छ एटिएम। अनि पैसा पठाउने ठाउँ पनि त्यहीँ भित्र छ। अनि म चाहिँ सेलरी पनि निकाल्छु, त्यसपछि पैसा पनि पठाउँछु। अहिले चाहिँ कति रेट छ म तपाईहरुलाई त्यो पनि भन्दैछु। अनि तपाईहरुले केही कुराहरु नोटिस गर्नुभयो होला। किनभने मैले त यो 3-4 दिनदेखिको बनाइराखेको थिएँ क्या यो भिडियो चाहिँ। आज फाइनली सेलरी आयो। मैले चाहिँ 24 तारिकमा बनाइरहेको थिएँ भिडियो चाहिँ, अलिकति अगाडिको भिडियो चाहिँ। अनि अहिले चाहिँ ठ्याक्कै आज चाहिँ 26-27 तारिक हो। आज चाहिँ आयो अनि त्यसलाई प्युज गरेर मैले राखिरहेको थिएँ। अनि यो भिडियो चाहिँ म तपाईहरुलाई देखाउँदैछु। अब हामी जाँदैछौँ, धेरै टाढो हिँड्नु पर्दैन। अब जम्मा 3 मिनट जानुपर्छ। हामीलाई चाहिँ कम्पनीले C3 दिन्छ। मेडिकल हुन्छ, मेडिकल भएपछि फिङ्गर हुन्छ, अनि फिङ्गर भएपछि C3 आउँछ। लाइन होला, भिड होला यार यतिखेर। तर यतिखेर त लाइन नहुनु पर्ने। अघिल्लो महिना पनि एउटै पैसा पठाउनु पाइएन। यो महिना चाहिँ यस्तो पैसा पठाउनु न त। अहिले चाहिँ 300 दिराम निकालिसके साथी हो। अरू राख्नुपर्छ, चाहिन्छ कहिलेकाहीँ। अब घरतिर अलिक गाह्रो भएपछि मात्र निकाल्छु। अनि यसलाई चाहिँ म पठाइदिन्छु। रेट चाहिँ कति छ हेरौँ, अनि यसको चाहिँ कति हुन्छ हेरौँ है। अब चाहिँ हामी चाहिँ सुरुमा सबैभन्दा पहिला साथीले चाहिँ मार्केट जाउँ भन्दैछ। अनि मार्केट जाँदैछौँ। किन जाने हो साथी मार्केट चाहिँ हामी? मार्केट मेरो त्यही त साबुन किन्नु पर्यो, स्याम्पू किन्नु पर्यो हैन। के हो अलिक ठुलो बोला न हो, के हो ठुलो बोल्दै? मेरो भैँसी यत्रै हो, ठुलै हुँदैन के। फाइनली मिनी मार्ट भित्र छिरिसकेको छौँ। अब साथीले के किन्ने हो, चिया खानु त? 4 बजे चिया चाहिँ ठ्याक्क 1 दिरामको 1 कप चिया, मतलब 1 दिराम भनेपछि 36 रुपियाँ। नेपाली पैसा 36 रुपियाँको हुन्छ। सुन्नु पर्यो क्या यहीँ। ल दाइ 3टा साबुन 1 महिनालाई काम चलाउनु पर्ने त। 1 महिना 3टा साबुन 1 महिना। 1 महिनामा सिद्धिन्छ दिन्छ मेरो। मान्छे त हरामी रहेछ त यार। ए अचारहरू पनि छ, तर हामीले किन्न सकिँदैन हो यो अचारहरू त। 8 दिराम 8.5 दिराम भनेको 8 दिराम भने नेपाली पैसा कति? 9 दिराम। हामीले खान सकिँदैन यार। 600 सेलरी खाने मान्छेहरूले। अब हामी 600 सेलरी खान्छौँ। हामी 600 सेलरी खाने मान्छेहरूले यत्रो अचारहरू खान सकिँदैन। कम्पनीकै खानामा चित्त बुझाउनु पर्छ साथी हो। भेटेको थिएँ यार यो त, गार्बेजमा भेटेँ। मेरो पालो त्यही उठाएर त्यसमै राखिरहेको। गार्बेजमा भनेको उहाँ काम गर्ने साइडको गार्बेजमा होइन, यहीँ गार्बेजमा कुदेर फालिरहेको रहेछ। अनि मलाई ठिक्क काम दिएको। किन फेरि बुक पो रेडी गर त यार? किन बुक रेडी गर? जुङ्गा उखाल्ने हो? बोल्न आउँदैन यार। इसका कितना है? वो 4 ग्राम, ये 250। कौन सा? जुङ्गै छैन त यार खै। अलिअलि आउँछ हो। जुङ्गै छैन, जुङ्गा उखाल्ने भन्छ यार साथी यार। ट्युटर हेर्न यहाँ जुङ्गा उखाल्ने, परेला उखाल्ने छोरी मान्छेहरूको। 24 दिराम। 24 दिराममा एउटा जुस आयो, जालो यसरी धुने।
अनि साबुन 3 डल्ला आयो, यो खालको साबुन 3 डल्ला आयो। अनि एउटा ट्युजर आयो, त्यसपछि एउटा सरफ आयो, सरफ। ओके फाइनल गाइस सेलरी आयो 800 रुपियाँ आयो। नेपाली पैसा यति हुन्छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। कोही बेला चाहिँ 38 रुपियाँ हुन्छ नेपाली पैसा, 1 रुपियाँको 38 हुन्छ। तर हामीले सेलरी आएपछि हामीले पठाउने बेला चाहिँ 36 रुपियाँ हुन्छ क्या। किन हो त्यो त थाहा छैन होइन। हाम्रो चाहिँ क्याम्पभित्रै छ सबै कुरा, पैसा सैसा पठाउने ठाउँ। यहाँको 1 डिरामको 36 रुपियाँ चाहिँ कन्फर्म हो। त्यहाँ 36 भन्दा मुनि चाहिँ अहिलेसम्म घटेको छैन होइन। क्लिनर कामको सेलरी गुगलमा सर्च गरेर हेर्नु, तर 2400-2500 डिराम छ। खै केले काट्छ कुनै थाहा छैन, त्यो चाहिँ मैले पनि गुगलमा सर्च गरेर हेरेको। तर यहाँ हाम्रो चाहिँ 800 रुपियाँ आउँछ, अहिले चाहिँ 800 रुपियाँ आउनु थालेको छ। पहिले त 600-700 आउँथ्यो। मैले चाहिँ घर चाहिँ 300 रुपियाँ पठाएँ। अरू चाहिँ मैले त्यहीँ राखेको छु, किनभने कहिले काहीँ अबर झट पऱ्यो भने निकाल्नु मिल्छ नि त। त्यही हो गाइस, यहाँ चाहिँ 1 रुपियाँको 36 रुपियाँ चाहिँ कन्फर्मै हो। अनि भिडियो कस्तो लाग्यो, भिडियोलाई माया गरिदिनु, सपोर्ट गरिदिनु। ओके, थ्याङ्क यू सो मच फर वाचिङ दिस माई भ्लग है, इङ्ग्लिस हान्दिएको है। ओके, थ्याङ्क यू सो मच। भेट्नेछौँ हामी अर्को नयाँ भिडियोमा। त्यतिन्जेलसम्मको लागि सपोर्ट गर्दै गर्नु होला। ओके, थ्याङ्क यू सो मच, बाई बाई।